चाहिँ गाइज मलाई अब्बर मन परेर लिएर आएको सुज तर मेलामा क्या 500 मात्र अरे 500को सुज भनेर सस्तो पनि मन पनि परेको थियो डक्टर मार्टिनको रहेछ लिएर आएको सुज तर एउटा सानो एउटा ठुलो परेछ त्यही भएर वेस्ट अफ मनी वेस्ट अफ टाइम के भन्नु हिजो गएको पनि थिएँ एकचोटि साथीकोमा भोला साथीकोमा चढेर गएको थिएँ एकचोटि अटोमा चढेर गएको तर रहेनछ त्यसैले यो लास्ट पिस रहेछ सुज सकिसकेछ त्यही भएर साट्नु पनि मिलेन अनि जस्तोको त्यस्तै ओभर मन पऱ्यो त्यो लगाउँछु भनेर के गर्नु त सानो ठुलो एउटा टाइट न टाइट एउटा ठुलो हुन्छ ठिक्कको हुन्छ एउटा साइज चाहिँ क्या कहिलेकाहीँ मन मार्नुपर्छ यसरी मलाई 500 रुपियाँ भन्दा नि बेसी मलाई मन लागेको मन मारेको जस्तो भइरहेछ क्या हुन त त्यसको साटोमा अर्को 500 वाला अर्को जुत्तै लिएर आएँ त्यही पनि यो ओभर मन परेको थियो त्यसको साइज नपाएर चाहिँ यस्तो भन्ने रहेछ त्यही भएर कुनै पनि कुरा गर्दाखेरि आफूले पनि हेर्नुपर्ने रहेछ रेडी पनि भयो होइन आज लुगा धुने प्लान थियो कपडा धुने प्लान पनि त्यतिकै भयो भोलि चाहिँ पक्कै धुनु पर्यो ओके तबसम्म साँच्ची सरी अब गाइजहरूलाई हेलो पनि भन्नु पाएन त्यसैले फेरि हेलो एभ्रिवान वेलकम टु म्यान अफ द ब्लग आजको ब्लगमा खासै केही पनि छैन त्यही पनि यसो घुमघाम साथीभाइ भेटघाट किनकि म चाहिँ घरमै बस्छु कि प्रायः त्यसैले कहिलेकाहीँ मात्रै निस्किन्छु अनि आज निस्किनु पऱ्यो फेरि होइन सो किप वाचिङ अहिले चाहिँ म यहाँ एक्लै दाइहरू खोलामा सरेँ त्यही भएर हिँड्दैछु खोला पिँड जाँदैछु आजकलको एडभान्स जमानामा प्रायः मान्छेहरू त्यस्तो ठाउँहरू जानु मन पराउँछ तर मलाई पनि लाग्थ्यो पहिला क्लब जानु क्लबिङ गर्नु होइन त्यस्तो ठाउँहरू त अहिले चाहिँ त्यस्तो अब रमझम भन्दा पनि यसरी शान्त ठाउँतिर नै आनन्द लाग्छ आजकल अब जति शान्त खोला भए पनि यसरी अब कहाँ होइन फोन गरेको टक्कसँगले यस्तै हात हल्लाएको त देखेँ यसरी नाङ्गे भुतुङ्गे देखिरहेको रहेछ को दाइ हो नि गएर थाहा हुन्छ फोनमा नाङ्गो भुतुङ्गे भनेको भन्नु हुँदो रहेछ ए हो रहेछ 2 जना नाङ्गे भुतुङ्गे देखिरहेछ त को हो दाइहरू नै हो 3 जना तपाईँहरूले देख्दैन मैले मात्र देख्छु साथीहरू यो चाहिँ हाम्रो कटाजीको विकसित खोला हो होइन मान्छेहरूको घरमा हुन्छ होला लुगा सुकाउने हाम्रो विकसित कटारीमा यहाँ खोलामा पनि टक्क धोएपछि लुगा सुकाउने ठाउँ राखिदिनु भएको छ यो काम चाहिँ कस्तो छ कमेन्ट गरिदिनु हाम्रो एक जवान युवा कता बसे सर्न आँटेको रे फलामला कबाडीवाला सोच लाग्यो फलाम छ भनेर भन्दा छिटो हुन्छ होला तँलाई